हेलो एन्ड नमस्ते सबैजनामा। आज हामी सन्तानेश्वर महादेवको यात्रामा छौँ। सन्तानेश्वर महादेव ललितपुर जिल्लाको छरुवारासी भन्ने ठाउँमा अवस्थित छन्। सानो डाँडाको टुप्पोमा मन्दिर अवस्थित छ, त्यसैले केही पर्याङ चढेर उकालो यात्रा गर्नुपर्दछ। करिब 10-15 मिनेटको यात्रामा हामी त्यहाँ पुग्छौँ। छरुवारासीको सन्तानेश्वर महादेव थान पुग्नलाई हामी सातो बाटोबाट करिब 1 घण्टामा पुग्न सक्छौँ, तर त्यसको लागि तपाईलाई प्राइभेट भेहिकलको आवश्यकता पर्छ। यदि प्राइभेट भेहिकल छैन भने हजुरहरू बज्रबाराईसम्म पब्लिक भेहिकलमा आएर त्यहाँबाट करिब आधी घण्टा 45 मिनेट हिँडेर यो ठाउँ पुग्न सक्नुहुन्छ। यहाँबाट महादेवको दर्शन त भइ नै हाल्छ, साथसाथै मनोरम दृश्यावलोकन पनि गर्न पाइन्छ। यदि तपाईलाई जोर्यो भने र मौसमले साथ दियो भने यहाँबाट निकै नै राम्रो दृश्य तपाईले कैद गर्न पाउनुहुन्छ। यहाँबाट पूर्वमा बिसङ्खुनारायण, पश्चिममा बज्रबाराई, उत्तरमा नागदह र दक्षिणमा फुलचोकीको दृश्य देख्न पाइन्छ र ती बीचमा रहेका हरिया फाँट बस्ती निकै नै मनमोहक देखिन्छ। यो ठाउँको प्रवर्धन गर्न सके धार्मिक टुरिज्मदेखि लोकल टुरिज्मको नि राम्रो फ्लो हुने देखिन्छ यो ठाउँमा र स्थानीय सरकारलाई पनि सहयोगै होला त्यो गर्दाखेरि। काठमाडौँ भ्यालीबाट यति नजिक तपाईहरु ग्रामीण बस्ती, ग्रामीण भेगको अनुभव लिन चाहनुहुन्छ भने यो ठाउँ पर्फेक्ट हुन सक्छ। हाइकिङको लागि पनि यो एकदम राम्रो ठाउँ हो। बज्रबाराईबाट बिसङ्खुनारायण निस्किदा निकै राम्रो अनुभव हुन्छ। यो त्यति हार्ड पनि छैन, सो नयाँ हाइकरहरूले पनि यो सजिलैसँग गर्न सक्नुहुन्छ। यहाँ हजुरहरूले देखिरहनु भएको दृश्य सन्तानेश्वर महादेवबाट खिचिएको हो। हस् त, धन्यवाद।